हेलो गाइज आज चाहिँ म तपाईहरुलाई अक्षरधाम टेम्पल देखाउन जाँदैछु जुन चाहिँ न्यू जर्सीमा रहेको छ र यो अमेरिकाको लार्जेस्ट हिन्दू टेम्पल भनेर पनि चिनिन्छ र यदि वर्ल्डमा काउन्ट गर्ने हो भने चाहिँ यो चाहिँ सेकेन्ड लार्जेस्ट हिन्दू टेम्पल इन द वर्ल्ड भनेर पनि चिनिन्छ। भिडियो अन्तिमसम्म हेर्नु होला। र अहिले चाहिँ म मेन इन्ट्रान्समा आइसकेको छु गाइज हैन। टक्कै यहाँ चाहिँ यो मन्दिरमा चाहिँ तपाईको हिन्दू टेम्पल भएर होला हैन। तपाईको चाहिँ म्याक्सिमम मान्छेहरु चाहिँ तपाईको पुरै इन्डियन अनि नेपाली अनि हल्का मैले यो स्पेनिस टाइपको मान्छेहरु पनि देखे। अनि बाइ द वे यो साइट्स अफ इन्डिया भनिरहेछ हैन, तर त्यहाँ चाहिँ मुक्तिनाथ पनि लेखिरहेको छ। अब भैयाहरुको त कामै हो हैन, हाम्रो नेपालको हाम्रो देशको भाग हैन, यो उनीहरुको यताउता भनेर लेख्ने त काम नै हो हैन। तर यसलाई त्यस्तो ठुलो इस्यु नलिम गाइज हैन। अब लेख्नेले लेख्छ हैन, अब हामी बाले नदिउँ न हैन, त्यो हाम्रो ठाउँ हो, हामीलाई थाहा छ। द्याट्स इट। र यो इन्ट्रान्सको सुरुमा नै तपाईहरुले यो बिग स्ट्याचु देखिराख्नु भएको छ। यो चाहिँ भगवान स्वामीनारायणको मूर्ति हो गाइज हैन। हाम्रो चाहिँ कस्तो हुन्छ भने हाम्रो भन्दा पनि यो इन्डियनहरु, यो गुजराती टाइपको मान्छेहरु चाहिँ कस्तो हुन्छ भने, अब हामी नेपालीहरुलाई चाहिँ कस्तो हुन्छ भने फेरि हिन्दू धर्म भनेबित्तिकै शिव पार्वती गणेश भगवान राम सीता यताउता हुन्छ भने उनीहरुको चाहिँ फेरि छुट्टा छुट्टै हुन्छ है। यो कसैले कृष्ण भगवानलाई बेसी मान्ने हुन्छ भने कसैले राधा, अनि कसैले चाहिँ तपाईको हनुमान भगवानलाई धेरै मान्ने हुन्छ भने कसैले राम, त्यस्तो छुट्टा छुट्टै हुन्छ कि उनीहरुको चाहिँ। अनि बोली बिचे जय श्री कृष्ण, राधे राधे यस्तो टाइपको भनिरा हुन्छ के। तर यो मन्दिर चाहिँ तपाईको हैन, मैले भगवानहरुको मूर्ति भन्दा पनि धेरै चाहिँ यो आर्टहरु देखे के। यो कला हेर्नु त हैन, यस्तो खतरा बनाछ के है। यो कुदेर यस्तो खतरा बनाछ यो पुरै डिटेलमा हैन। र यो मन्दिरमा इन्टर गर्दाखेरि चाहिँ तपाईको क्यूआर कोड स्क्यान गरेर हैन साइन अप टाइपको जस्तो गर्नुपर्ने हुन्छ। खासै त्यस्तो गाह्रो छैन। तपाईलाई त्यो यस्तो गाह्रो लाग्यो भने उनीहरुले सिकाइदिन्छ तपाईको हैन। अनि भित्र चाहिँ हल्का सेक्युरिटी चेक जस्तो टाइपको रहछ। अनि त्यसपछि मन्दिर चाहिँ यो हो गाइज है, मेन मन्दिर चाहिँ। र यो मन्दिर भित्र चाहिँ वास्तवमा भन्नै पर्दाखेरि चाहिँ तपाईको मार्बलहरुको चाहिँ खतरा खतरा त्यो आर्टहरु छ हैन। टक्क त्यो मूर्तिहरु बनाएको, सेपहरु बनाएको हैन, यताउता खतरा छ। तर यो भित्र चाहिँ फेरि केही फोटोसोटो खिच्न नपाउँदो रहेछ तपाईको हैन। तर मैले चाहिँ भगवानको मूर्तिहरु चाहिँ खासै धेरै देखिन हैन। म यदि तपाईले मेरो ब्लग हेरिराख्नु भएको छ भने म तपाईलाई त्यो के रे मन्दिरमा चाहिँ मूर्तिहरु भएको पनि म देखाउँदै जानेछु हैन। हेर्दै गर्नु होला मेरो ब्लगहरु। र यो मन्दिर बनाउने क्रममा चाहिँ तपाईको एकचोटि चाहिँ लास्टै कन्ट्रोभर्सी पनि भइरहेको थियो। कन्ट्रोभर्सी भन्दा पनि लाइक मुद्दा टाइपको जस्तो नै भइरहेको थियो हैन। लेबर डिपार्टमेन्टमा
किनकि यहाँ चाहिँ यो मन्दिर बनाउने मान्छेहरू चाहिँ सबै तपाईँको इन्डियाबाट लिएर आएको रहेछ। अनि इन्डियाबाट त लिएर आउन त आयो, तर पैसा पनि पुरै त्यो इन्डियाकै रेटमा दिइरहेको रहेछ क्या। लाइक अमेरिकामा आएपछि त अब तपाईँको पर आवर घन्टाको अब डलरमा दिनुपर्छ नि त, तर उनीहरू चाहिँ उता इन्डियाकै रेट काउन्ट गरेर चाहिँ दिइरहेको रहेछ। अनि त्यो हिसाबले चाहिँ यहाँ हल्का मुद्दा पनि लागिरहेको थियो होइन। त्यो काम गर्ने मान्छेहरूले कम्प्लेन गरेर होला सायद होइन। र यो भैयाहरू चाहिँ होइन, मैले गुजराती टाइपको क्या जति पनि देखेको छ, उनीहरू चाहिँ फेरि धर्म कर्ममा ज्यानै दिन्छ होइन, डोनेसन लास्टै दिन्छ। तर काम गर्ने किन काम गर्ने मान्छेलाई चाहिँ कसरी हुन्छ, थोरै पैसा दिएर हुन्छ कि ठगेर हुन्छ, त्यस्तो आइडिया मात्र लगाउँछ। त्यो चाहिँ म बुझ्नै सकिनँ कि यदि धर्म कर्ममा त्यस्तै लाग्छ भने त मान्छेहरूलाई पनि त अब राम्रै व्यवहार गर्नु पऱ्यो नि त। काम गर्ने मान्छेहरूलाई चाहिँ फेरि पुरै कसरी हुन्छ सस्तोमा, अनि यहाँ चाहिँ पैसा लेट दिने टाइपको मात्रै सोचिरहेको हुन्छ कि उनीहरूको चाहिँ। आई डोन्ट नो है किन त्यस्तो सोध्छ। र गाइज यो अक्षरधाम मन्दिर चाहिँ है, त्यो लास्टको चाहिँ मेन मन्दिर हो। र त्यो मेन मन्दिरमा चाहिँ तपाईँको क्यामेराहरू अलाउड छैन। र त्यो मन्दिरभित्र चाहिँ पुरै मार्बलले बनेको छ क्या त्यो मूर्तिहरू होइन। त्यो टक्क त्यो आर्टहरू खतरा बनेको छ। त्यो चाहिँ मेन मन्दिर हो, त्यहाँ चाहिँ क्यामेराहरू अलाउड छैन। र यो अक्षरधाम मन्दिर बन्न चाहिँ तपाईँको लगभग 11 वर्ष लाग्यो भन्ने सुनिन्छ होइन। र अझै पनि फुल कम्प्लिट भएको छैन। र यो मन्दिरमा जति पनि मार्बलहरू, जति पनि त्यो सबै चिजहरू युज गरिरहेको छ, यो चाहिँ तपाईँको इन्डिया, ग्रिस, टर्कीबाट लिएर आएको भनिन्छ। इभन यहाँ तपाईँको यो भोलिन्टियरहरू, यो सबै काम गर्ने मान्छेहरू पनि तपाईँको इन्डियाबाट लिएर आएको भनेर भनिन्छ होइन। यहाँको चाहिँ अमेरिकन मान्छेहरू चाहिँ कोही पनि युज भएको छैन, सब इन्डियाबाट लिएर आएको छ।